Hello guys, welcome to SKS Vlog. आज चाहिँ डे 4 हैन, आज ट्याक्क टर्सन हिजो जोतेर सक्यो। आज चाहिँ ट्याक्क ड्याङस्याङ बनाएर प्लास्टिक हालेर भोलिको लागि टमाटर रोप्नुको लागि रेडी बनाउने हो हैन। यस्तो छ। सबै बबाल तरिकाले जोतेर सक्यो हैन हिजो। चट्ट आज चाहिँ ड्याङ बनाएर प्लास्टिक हालेर ट्याक्क भोलि चाहिँ ट्याक्क बिहान रोप्ने सर अहिले एकछिनमा ट्याक्क ड्याङ बनाउने अहिले ट्याक्क अहिले गाइस हामीले 4 टनेला बनाएर सक्यो होइन यस्तो ड्याङ। अब लास्ट एक बाँकी छ। म च्याट्टै सब बनाएर यस्तो गरेर बनाउनुपर्छ होइन च्याट्ट बिचमा अब ट्याक्क लौटल यस्तो गरेर बनाउनुपर्छ होइन च्याट्ट यहाँ ठुटो माटो सब उख्रेर फाल्नुपर्छ च्याट्ट अनि यहाँ च्याट्ट यो पाल हाल्नुपर्छ सट्ट अनि त्यहाँ पालमाथि लगाउनुपर्छ यस्तो गरेर चट्ट होइन सरर दामी गरेर यस्तो बनाउने। अब एउटा बाँकी रहेछ 4 यस्तो गरेर बनाउने यस्तरी छारो कतार सब फाल्ने। पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो जोबन जानलाई गयाली काँकडी चट्टा टोली ठुलो छ होइन चट्टा चट्टा अब 2 ड्याङ बनाउनु बाँकी रह्यो यस्तो छ टोली। जोबन जानलाई गयाली काँकडी पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो। हेलो गाइस आज चाहिँ टनेलामा च्याट्ट हामी यति छौँ होइन ग्याङ आज ठुलो छ ट्याक्क 3 टनेला सक्यो होइन अब 2 टनेला बाँकी छ च्याट्ट आज च्याट्ट भएर होइन मिठो हुन्छ कि पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो जोबन जानलाई गयाली काँकडी पाटन चर्न्या गाईको याली काँकडी खोला। सो फाइनली गाइज हामीले चाहिँ ड्याङ बनाएर सक्यौँ होइन ट्याक्क बिहानदेखि अहिलेसम्म ट्याक्क चट्ट बनाएर सक्यौँ होइन यस्तो गरेर। अब भोलि चाहिँ ट्याक्क प्लास्टिक हालेर टमाटर रोप्नको लागि रेडी बनाउँछौँ। ओके बाई बाई। जोबन जानलाई गयाली काँकडी पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो जोबन जानलाई गयाली काँकडी पाटन चर्न्या गाईको याली काँकडी खोला दुध भन्दा कुराउने मिठो जोबन जानलाई गयाली काँकडी पाटन चर्न्या गाईको याली काँकडी।